पार्ट 1 मा चाहिँ हामी उदयपुर घुर्मीसम्म थियौँ। त्यसपछि हामी ओह्रालो लाग्छौँ। ओह्रालो लागिसकेपछि यो सुनकोशी पुल रहेछ। यो पुल कट्छौँ। यो पुल कटेपछि हर्कपुर भन्ने ठाउँ रहेछ। हर्कपुरबाट ओखलढुङ्गाको लागि 41 किलोमिटर। अनि यो चाहिँ दुधकोशी रहेछ। त्यसपछि हामी मानेभन्ज्याङको पुल पुग्छौँ। यो पुल चाहिँ दुधकोशी माथि रहेछ। यो पुल पारीबाट चाहिँ खोटाङ जिल्ला प्रवेश गर्नुभएकोमा धन्यवाद लेखेको छ भने पछाडि खोटाङ जिल्ला सुरु हुँदो रहेछ। अनि त्यसपछि ठ्याक्क ओखलढुङ्गा जाने बाटो आउँदो रहेछ। काठमाडौँबाट लेफ्ट देब्रे लाग्यो भने ओखलढुङ्गा, अनि दाहिने लाग्यो भने खोटाङ हलेसी पुगिँदो रहेछ। त्यसपछि माथि गएपछि पुरा राउन्डमा माथि जानुपर्दो रहेछ। त्यसपछि ठ्याक्क हलेसी महादेवको यो मन्दिर। अनि यहाँहरू चाहिँ पुरा रेस्टुरेन्ट होटलहरू राम्रो रहेछ। हो अनि ठ्याक्क यो चाहिँ ठ्याक्क त्रिशुलले छेडेको ठाउँ, आकाश देख्ने ठाउँ रहेछ। त्यो चाहिँ यो ठ्याक्क यो स्टेप्स चढेर धेरै स्टेप्सहरू रहेनछ। थोरै नै रहेछ, त्यस्तो धेरै हिँड्नु पर्ने रहेनछ। होटलदेखि होटलहरू यहीँ, अनि यहीँ मन्दिर भएपछि धेरै हिँड्नु परेन। पूजा सामग्रीहरू पनि पाइँदो रहेछ। यो गणेश मन्दिरबाट ठ्याक्क यहाँ चाहिँ मैले त्यहाँ आउनुभएको मान्छेहरूको कुरा सुन्दाखेरिमा चाहिँ पहिला हलेसी महादेवको दर्शन, अनि त्यस पछाडि गणेशजीको दर्शन गर्नुपर्ने रहेछ। अनि ठ्याक्क यसरी मलाई चाहिँ पोखराको गुप्तेश्वर महादेवको अलिअलि झल्को आयो। ठ्याक्क यसरी नै जस तल पोखराकोमा चाहिँ जस पानी आउँछ भने यहाँ चाहिँ पानी चाहिँ मैले देखिनँ। यता चाहिँ पार्वती हुनुहुँदो रहेछ भने यता चाहिँ शिवजी हुनुहुँदो रहेछ। यहाँभन्दा तल चाहिँ हामीले भिडियो लिन पाइँदो रहेनछ। त्यही भएर मैले यहाँबाट यति मात्रै, यहाँबाट मात्रै अलिअलि भिडियोहरू खिचेँ। ल, हलेसी महादेवको दर्शन गर्नुहोला। यही नै हो। ल, सबैको रक्षा गर्नुहोला र मेरो यो भिडियो भाइरल गर्नुहोला।